सबैलाई दिदीमाथि हात उठाउने कुनै अधिकार छैन। कोमला दिदी भित्र देवीको रूप मात्र छ भने मुना भित्र महाकालीको रूप पनि छ। मैले बिहे गर्नुभन्दा अगाडि बुढोसँग यो घर र कमला दिदीको बाँचुन्जेल रक्षा गर्छु भनेर कसम खाएर बुढोको हातको सिन्दुर भरेकी छु। दर्शकबिन यतिखेर राम र कमलाले चिठी पाइसकेका छन्। कसको चिठी हो भनेर त तपाईले थाहा पाइ नै सक्नुभयो होला। यतिखेर राम र कमलाको हातमा चिठी आइसकेको छ। पूजाले आफ्नो जीवनमा घटना भएको बारे सिरानीमा चिठी छोडेकी रहेछिन्। राम र कमलाले आज चिठी पाएका छन्। ओ दर्शकबिन भिडियो अन्तिमसम्म हेरेर माया र साथ सपोर्ट गर्न नभुल्नुहोला। कुन ठाउँदेखि हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला। के साँच्चै अब लडाई हुन्छ त? अब के हुन्छ यसको बारे सम्पूर्ण जान्नको लागि अर्को भिडियोमा हेर्नुहोला। युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।